everyone, it's me Bibika Shrestha and you guys are welcome to my vlog and आज चाहिँ के को बारेमा vlog बनाउँदैछु भनेर पनि हजुरहरूले थम्बनेल र टाइटलबाट चाहिँ पक्कै पनि थाहा पाइसक्नु भएको छ। अनि यो भ्लग चाहिँ ताप्लेजुङको मैले चाहिँ ताप्लेजुङमा के गरेँ कसो गरेँ भनेर मैले चाहिँ मेरो सर्ट एकदमै मिनीवाला भ्लग छ, हजुरहरूले सबैले हेर्नुहुन्छ भनेर आशा छ। अनि मैले चाहिँ स्टार्टिङ बनाएको रहेछु होइन जाँदाखेरि, सो अहिले चाहिँ मैले स्टार्टिङ बनाएर चाहिँ म हाल्नेछु र मैले चाहिँ कस्तो रमाइलो गरेँ कहाँ गएँ भनेर चाहिँ हजुरहरूलाई चाहिँ मैले देखाउनेछु। ल अब हेरौँ है त। हामी चाहिँ अब ताप्लेजुङतिर लाग्नु थाल्यौँ होइन मूलघाटमा। अनि र यहाँ चाहिँ हामी चाहिँ खाजा खानेको लागि के भनेको बिसाउनु भएको बाट हामी खाँदिनौँ। हामी चाहिँ नखाने पर्यौँ, अरू चाहिँ खाँदै हुनुहुन्छ। यस यस वी आर वेटिङ फर देम। कस्तो हुँदैछ? अलैँची अलैँची उपरै धेरै छ पानी लगाएको खै कहाँबाट? ओ त्यहाँबाट पानी लगाएको पनि रहेछ। ऊ अलैँचीबाट अलैँचीको लागि पानी लगाएको आई मिन। उपरै राम्रो एकदम राम्रो। अलिक होला त्यस्तै छ अलैँची। दिदी पनि भिडियो गर्न थाल्नु भयो। गाडी आउँदै रहेछ त नि कसै नि यहाँ ऊ त्यो होइन। हो त्यहाँनिर हुन्छ अरे अलैँचीको गाई। यहाँ गाइजहरू हुनुहुन्छ। ए चाहिँ एल्सा हुन्छ। लेट्स गो गाइज विथ मी। यति रातो रातो आलु छ क्या लिटरली। हेर्नु न यहाँ ठुला त छैनन् तर साना छन् तर मिठा होलान्। सी हेर्नु त घर चाहिँ होइन उट्या छ। अनि त्यहाँ पनि ओरेन्जको बोट छ। अहिले चाहिँ फल्ने सिजन होइन गइसक्यो, सो छैन फुल्दैछ यति छिटो चाहिँ फुल्दैन है। हो गाइज देखिरहेको छु। कस्तो देखिरहेको छु? राम्री बिबिकालाई चाहिँ ताप्लेजुङ घुमाउनु ल्याएको होइन गाइस। अनि उसलाई आलु खन्नलाई, लसुनको झारू खाल्नलाई केही हुँदैन, ठिक छ, एकदम रमाइलो छ। अब यस्तो दिन कहिले हुन्छ र कहिलेकाहीँ त हो नि, पहाड आएको बेला त हो नि होइन साथीभाइहरू। हजुर हो साथीभाइ। बन्द गरिदिनु ल बाई। कहाँ छ भनेर ए लिसो खाइदिने लिसो खानुहोस्। यता पनि टिप्दै हुन्छ यस्तो यहाँ यसो गर होला एकछिन। ऊ त्यो डाँडा अरे त्यही होइन अरे अहिले हेलो गाइस हामी चाहिँ कहाँ अरे फुर्मु जाँदैछौँ होइन। हामी यहाँ हेर्नु गाइस ट्रेकिङ गएको जस्तो। एल्सा दिदी चाहिँ आज ओटिटी मेरो अनि हामी चाहिँ यहाँ तोरीबारीमा फोटो खिच्न आएको। कस्तो देखिरहेको छ तोरीबारी पछाडि? यता पनि छ। जाउँ हामी चाहिँ गएको अब गाइजहरू।
एभ्रिवान आज चाहिँ हामी चाहिँ ताप्लेजुङ बजारमा आएको छौँ अनि घुम्दै 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 अनि हामीले चाहिँ फाइनली लालीगुराँस भेट्यौँ ऊ त्यहाँ पनि छ लालीगुराँसको बोटहरू त्यहाँ देखिँदैन होला बिकज वी आर गोइङ गाइज लभ डाँडा है गाइस लभ डाँडा के हुँदैन यो त लभ डाँडा के छ र यहाँ चाहिँ लभ डाँडाबाट फर्केको है गाइस कसरी हल्लाउने बाडुली कम्बर उयो तल हेर्नु दिदीहरू पर्खिनु भएको हाम्रो सक्यो अब